भोटर आइडी दर्ता त गरियो, तर खै रजिस्टर भयो भनेर मेसेज मेल केही पनि आएको छैन। अनि नागरिक एपमा पनि देखाएको छैन। लु अब मेरो नाम मतदाता नामावलीमा भोटर आइडी नम्बर सहित आएको छ कि छैन कसरी हेर्ने? निर्वाचन आयोगले अन्तिम मतदाता नामावली 2082 पौष 12 गते प्रकाशित गरिसकेको छ नि। ल अब आफ्नो नाम मतदाता नामावलीमा आएको छ कि छैन भनेर चेक गर्ने तरिका हेरौँ है त। साथै नागरिक एपमा पनि आफ्नो भोटर आइडी कार्ड कसरी हेर्ने त्यो पनि हेरौँ है त। सबैभन्दा सुरुमा गुगल क्रोममा जानुहोस्। गुगल क्रोममा गइसकेपछि सर्च बटन थिच्नुहोस्। यसमा इलेक्सन कमिसन नेपाल भनेर टाइप गर्नुहोस्। त्यसपछि इलेक्सन कमिसन नेपालको अफिसियल वेबसाइट खुल्छ, त्यसमा थिच्नुहोस्। त्यो भइसकेपछि थोरै तल जानुहोस् र त्यहाँ मतदाता नामावली आफ्नो नाम खोज्नुहोस् भन्ने सेक्सन थिच्नुहोस्। एकछिन हामीले पर्खिनु पर्ने हुन्छ। अब यो खुलिसकेको छ र यसमा अब सबैभन्दा सुरुमा आफ्नो मतदाता नामावली अनुसारको डिटेल्सहरू हाल्नुपर्ने हुन्छ। सुरुमा प्रदेशको नाम, आफ्नो प्रदेशको नाम चुज गर्नुहोस्। एकछिन पर्खनुहोस्, त्यसपछि जिल्लाको सेक्सन खुल्छ। यसमा जिल्ला आफ्नो कुन जिल्लाबाट हो त्यो भर्नुहोस्। त्यस पछाडि नगरपालिका गाउँपालिकाको डिटेल्स चुज गर्नुहोस्। त्यसपछि वडा नम्बर चुज गर्नुहोस् र त्यसपछि मतदाता केन्द्रको नाम चुज गर्नुहोस्। त्यति भइसकेपछि सबै डिटेल भरिसकेपछि तपाईले यहाँ सबमिट बटन चुज गर्नुहोस् अथवा कुनै डिटेल चेन्ज गर्नुपर्ने छ भने त्यसमा थिचेर रिसेट पनि गर्न सक्नुहुन्छ। अब सबै डिटेल भरिसकेको हुनाले यहाँ सबमिट बटनमा क्लिक गरौँ। यति भइसकेपछि यो पेज खुल्छ र यसमा तपाईको के नामबाट सुरु हुन्छ तपाईको नाम त्यहाँ थिच्न सक्नुहुन्छ। जस्तै मैले ब थिचे, यहाँ त्यो नामबाट सुरु हुने सबै नामहरू आउँछन् र साथै यदि त्यो लिस्टभित्र परेको छैन भने तपाईले यहाँ तल देखिएको नेक्स्ट बटनमा थिच्न सक्नुहुन्छ र नेक्स्ट बटनमा थिच्दा अरू नामहरू देखिँदै जान्छ र तपाईको नाम जबसम्म आउँदैन त्यहाँसम्म तपाईले नेक्स्ट गर्दै हेर्न सक्नुहुन्छ। अथवा तपाईले डाइरेक्टली यहाँ सर्च बटनमा गएर आफ्नो नाम टाइप गरेर पनि आफ्नो डिटेल्स निकाल्न सक्नुहुन्छ। अब हामीले भोटर आइडीलाई नागरिक एपमा कसरी लिङ्क गर्ने त्यो हेरौँ है त। सबैभन्दा सुरुमा नागरिक एप खोल्नुहोस्। नागरिक एप खोलिसकेपछि सुरुको डकुमेन्ट सेक्सनमा तपाईले भोटर आइडी भन्ने देख्न सक्नुहुन्छ। भोटर आइडीमा क्लिक गर्नुहोस्। यो क्लिक गरिसकेपछि भोटर कार्ड नम्बर हाल्ने एउटा खाली बक्स खुल्छ। यो खाली बक्समा हामीले अघि भोटर कार्डमा प्राप्त गरेको 8 अङ्कको भोटर आइडी नम्बर हाल्नुपर्ने हुन्छ। 8 अङ्कको भोटर आइडी नम्बर हालिसकेपछि